सबैजनालाई। आज चाहिँ हाम्रो चिया टिप्ने दोस्रो दिन। सो तपाईँहरूलाई चाहिँ म आज चिया कसरी टिप्छ भन्ने कुराहरू चाहिँ तपाईँलाई म देखाउँछु, कसरी टिप्छ के गर्छ भन्ने कुराहरू चाहिँ तपाईँलाई सबै भन्ने नै छु। सो अब तपाईँलाई चिया टिपेको अनि दिनभरि कसरी गर्छ, मेरो डेली रुटिन कसरी चल्छ, कसरी सुरुवात हुन्छ, कसरी अब सुरुवात त्यही हो बिहान उठ्ने चिया खाने, तर अब खाना खाइसकेपछि चाहिँ कसरी के कामहरू गर्छु भन्ने चाहिँ तपाईँहरूलाई म देखाउँछु। सो चिया कति बेला टिपिसक्छ, चिया टिपिसकेपछि के गर्छ भन्ने कुराहरू पनि म तपाईँहरूलाई देखाउने छु। सो तपाईँहरूले मेरो भ्लग कन्टिन्यू हेरिदिनु होला। यो चाहिँ हाम्रो चियाबारी। हामी चाहिँ अब यहाँ तलदेखि चिया टिप्नु पर्ने हुन्छ है। यसमा चाहिँ अहिले खासै सबै चियाबारी त देखिँदैन, तर पनि यहाँ अलिक खाल्टा छ नि त, त्यही भएर तपाईँहरूलाई चाहिँ हामी तलदेखिको होइन सबै चियाबारी देखाउँछु। अन्त सबै यहाँदेखिको सबै हाम्रो चियाबारी, यहाँदेखि तल पनि छ चियाबारी हाम्रो, यताबाट पनि अनि यताबाट पनि। सो आमा र आपा चाहिँ तल चिया टिप्दै हुनुहुन्छ, यहाँबाट चाहिँ देखिँदैन है। यहाँबाट तल तल यस्तो यहाँ बाटोसम्म हाम्रो चियाबारी, अनि त्यहाँ माथितिर पनि चियाबारी छ। यता प्रायः हाम्रोतिर चाहिँ चिया खेती नै हुन्छ नि त इलाममा, त्यही भएर उता चियाबारी प्रायः माथितिर उता माथितिर पनि चियाबारीहरू छ। सो उता उयोहरू देख्दै गरेको चाहिँ हाम्रो घरहरू, अनि उतालाई चियापारामा चिया टिप्दै हुनुहुन्छ, अनि म पनि चिया टिप्नुको लागि जाँदैछु। चियाबारी त्यस्तो त छैन र पनि छान्नुपर्ने हुन्छ। अनि यताबाट यता तल पनि छ क्या हाम्रो चाहिँ चियाबारी, यता तल उता तलसम्म पनि छ। सो आज चाहिँ यहाँ त्यो तल आप्पामा टिप्दै उहाँ आपा टिप्दै हुनुहुन्छ, यहाँदेखि चाहिँ उकालो टिपेर लिएर हामीले यहाँसम्म सक्नुपर्ने हुन्छ चिया चाहिँ देख्नुहुनेछ। सो गाइस तपाईँहरूलाई चाहिँ म चिया कसरी टिप्छ भन्ने त म देखाउने नै छु। दिनभरि चिया नै टिप्ने हो होइन। अब कसरी चिया टिप्ने के गर्ने भन्ने त म त्यतिकै तपाईँलाई भनि नै हाल्छु। तर यो चिया टिपिसके यत्रो डोकोमा चिया टिपिसकेर चाहिँ के गर्छ भनेर भन्नुहुन्छ होला, तपाईँहरूलाई कसैलाई जिज्ञासा लाग्छ होला। चिया टिपिसकेर चाहिँ फ्याक्ट्री लानुपर्ने हुन्छ। हाम्रो चाहिँ यहाँ अर्ग्यानिक, हाम्रो फेरि चिया अर्ग्यानिक हो नि त। चिया अर्ग्यानिक भइसकेपछि चाहिँ हामीले माथि फ्याक्ट्रीमा लान्छौँ, माथि गोर्खामा। त्यो त्यहाँ लगेर चाहिँ हामीले तौलिन्छौँ। अब त्यही अनुसारको बिल दिन्छ, अब कति हुन्छ दिनभरिमा कति टिपेको हुन्छ त्यही अनुसार उहाँ लगेर तौलिने, यहाँबाट बोकेर लाने, अनि त्यहाँनिर तौलिने। तौलिसकेपछि बिल दिन्छ। अब त्यो बिल दिने बित्तिकै चाहिँ पैसा चाहिँ दिन्न, पैसा चाहिँ अब पछि अब बिल कलेक्ट गर्ने, बिल कलेक्ट गरिसकेपछि चाहिँ उयो गर्छ। त्यहाँबाट दसैँ अब कहिले पेमेन्ट हुन्छ त्यही अनुसार पैसा कति केजी भयो त्यो बिल लगेर दिने, अनि त्यही अनुसार हामीलाई चाहिँ पैसा दिन्छ। सो अब चाहिँ फाइनल्ली चियाबारी आइसक्यो होइन। अब चिया टिप्नुपर्ने हुन्छ। अब यहाँ फेरि चिया टिप्नुलाई त्यतिको चियाबारीमा त पस्यो भने त खोर्सिन्छ। सो बटारे बेर्नुपर्ने हुन्छ, बटारे बेरेर चिया टिप्नु पस्नुपर्ने हुन्छ। सो तपाईँहरूलाई म बटारे बेर्दै देखाउँछु कसरी लाउने अनि कसरी चिया टिप्ने, अनि चिया चिया कतिको टिप्दा कुन ग्रेड के ग्रेड भन्ने, अब चियाको पनि ग्रेड हुन्छ नि त, त्यो अनुसार म तपाईँहरूलाई देखाउने छु। सो गाइस अब यो बटारे चाहिँ यो प्लास्टिक चाहिँ पानी जब पर्छ तब मात्रै लाउने हो होइन। अहिले चाहिँ अब दिन पनि घाम लागिरहेको छ नि त, यसरी यो बुढालाई यसरी यो अब लानु भने यसरी खोल्ने होइन, यसरी लाउने लुङ्गी जस्तै बटारेर लाउने नि त। अनि फेरि यो लाएन भने चाहिँ चियाको त्यो बुट्टाको त्यो काटेको हुन्छ नि त फाँडेको, त्यसले चाहिँ फेरि एकदम धेरै खोर्सिन्छ क्या। अनि फेरि खोर्सेपछि अब त्यही त हो। अनि यसो अब यो बटारे यसरी लगाइसकेपछि चाहिँ चियाबारीमा छिर्नु पनि सजिलो हुन्छ, चियाले पनि खोर्सिँदैन। यस्तो गर्ने यसरी पानी फेरि प्लास्टिक चाहिँ अब पानी परिसकेपछि मात्रै लाउने, फेरि पानी परेन भने त बाँचिन्छ नि त चियाबारीमा, हावाहरू पनि कम्ती लाग्छ। सो यसरी गर्नुपर्ने हुन्छ। पानी जस्तो छ यसरी बान्ने, यसरी बान्नेपछि खोलाएर डोको बोक्ने होइन। अब गाउँघरमा त के हुन्छ थियो यस्तरी डोको बोक्ने, डोकोमा डोको बोकिसकेपछि अब यो छाताहरू चाहिँ यहीँ राख्नुपर्छ। छाताले पानी परिसकेपछि चाहिँ यहीँ आउनुपर्छ छाता भनेर। सो अब पारा आमाले कुन मेलो टिप्दैछ भन्ने हुन्छ क्या फेरि यहाँनिर पारा आमा टिप्दै हुनुहुन्छ। आमाले कुन मेलो लग्यो भन्ने हुन्छ, कुन मेलो लाँदै हुनुहुन्छ। अनि त्यसको चाहिँ माथिल्लो अर्को आमाले नछोडेको लानुपर्ने हुन्छ। मैले चाहिँ अब त्यो पनि साथीहरू मान्छेहरू चाहिँ चिया बगान हेर्नुको लागि आउँछ। हामी चाहिँ चिया बगान हेर्दा वाक्कै भइसकेको। यसरी चिया टिप्ने हजुरहरू मैले भेट टिपेर देखाउँछु है त। यसरी टिप्ने होइन। फेरि अहिले चाहिँ खासै धेरै चिया छैन र पनि यसलाई स्याहार्नुपर्छ। यसले चिया पलाएको बेला चाहिँ टिपिहाल्नुपर्छ, नत्र भने चाहिँ हुर्केर चाहिँ बोट चाहिँ घिनाल्दो हुन्छ। यसमा टिप्नुपर्ने हुन्छ चिया चाहिँ 2 पात 1 सुइरो, चिया चाहिँ 2 पात 1 सुइरो टिप्नुपर्ने हुन्छ। फेरि त्योभन्दा ज्यादा 3-4 पात टिप्यो भने चाहिँ अब यसको पनि ग्रेडिङ हुन्छ है। ग्रेडिङमा पनि के हुन्छ भने ग्रेडिङ अनुसारको पैसा हुन्छ। अब एमा एकै पैसा होइन,
अब एमा त्यही अनुसारको पैसा, बीको त्यही अनुसारको, सीको त्यही अनुसारको हुन्छ है। अब त्यो अनुसारको पैसा हुन्छ यसरी। अनि त्यही भएर चाहिँ चिया चाहिँ अब यो अर्ग्यानिक हो नि त, त्यही भएर हेरेर मजाले अब 2 पात 1 सिरो टिप्नुपर्ने हुन्छ गाइज। अब दिन चाहिँ यसरी नै, अब आज दिनभरि चिया टिप्ने 10 साल हो खासै। अलिकति आमा र आप्पा चाहिँ बेलैमा आएर टिप्नुभयो, म चाहिँ त अलिक ढिलो भयो आउनुको लागि, किनभने मेरो कपडाहरू धेरै धुनु थियो नि त, कपडाहरू धुनु थियो। सो मैले त अर्को मेरो पो लगेँ कि क्या, आमाले टिप्यो भने त यो परेछ त मेरो त, म त 2 मेरो तलब टिपिसकेको ठाउँमा टिप्दै रहेछु। सो गाइज अब तपाईँहरूलाई म गाइज अब यही हो मैले लाँदै गरेको मेरो चाहिँ यही हो, यो लानुपर्ने हुन्छ टिप्दै परसम्म पुऱ्याउनु पर्ने हुन्छ। अब चिया त खासै धेरै छैन, अब एक दुईवटा भए पनि सिला गर्नुपर्ने हुन्छ, किनभने अब चिया यसरी सिला गरेन भने बोट पनि बिग्रिन्छ, चियाबारी पनि बिग्रिन्छ। फेरि मिहिनेत आप्पा र आमाको मिहिनेत त्यतिखेर जान्छ, फेरि बाउ र आमा चाहिँ फेरि लास्ट मिहिनेत गर्छ नि त घरमा। अब चियाबारी हेर्ने, चियाबारीमा अब हामी पनि घरमा हुँदैनौँ, अब दादा पनि आफ्नो ड्युटी, भाउजू पनि आफ्नै उसमा हुन्छ, दिदीहरू पनि। अनि मेन घर हेर्ने, चियाबारी स्याहार्ने भनेको आप्पा र आमै हो। सो उनीहरूले नै स्याहार्ने हेर्ने प्रायः। अब हामी चाहिँ यसो अब घरमा भएको बेला चाहिँ यसरी सघाउने गर्छौँ, र पनि कन्टिन्यू अब गाउँघरमा बसेपछि गर्नु त परिहाल्यो गाइज, घाँस काट्ने यताउता गर्ने गर्नु त परिहाल्यो गाइज। अब यो पनि आप्पा र आमाले लगेको भन्छ है, जाने बाछी टिप्दै त्यो जाने, आप्पा र आमाले सघाउने गाइज। यसै छ हाम्रोतिर चाहिँ, अब डेली रुटिन भन्दा पनि यही घाँस काट्ने, बस्ने, बारी खन्ने, मकै गोड्ने, आलु खन्ने त्यही हुन्छ हाम्रोतिर चाहिँ। अब यस्तो टोको बोक्ने काम गर्ने। आमा यो हो म उभिएको हेर्नु त, यहाँनिर हेर्नु न, म उभिएको सिधा। ल मैले लिएँ टिप्नु पर्ने हुन्छ, धेरै त छैन। अब एउटा मुना टिप्ने गाइज, मुना चाहिँ यसरी टिप्ने, यस्तो मसिनो टिप्ने। आप्पा र आमा चाहिँ उता टिप्दै हुनुहुन्छ माथिसम्म। आज त सक्छ पनि होला, आज त घर फ्यामिली मात्रै हो नि त हामी, 3 जना, आप्पा आउनु 3 जना, आन्टीहरू पनि आज आउनु भएन, हिजोको खेताला थियो। अनि यसो चाँडो सक्नुपर्छ भने हो त्यो, फेरि हिजो पानी पऱ्यो, अब खासै सक्ने पनि भएन। सो आज त्यो फाइनल गरौँ भनेको, अब के हुन्छ हेरौँ, फाइनल त गर्नै पर्ने हो। फेरि हाम्रोमा चाहिँ मौसमको भर हुँदैन गाइज, मौसम चाहिँ फेरि अहिले यस्तो भइरहेछ भने एकछिनै पानी परिदिन्छ थाहा हुन्न है। सो टिप्नु पर्ने चाहिँ हजुरलाई चिया टिप्नु रहर छ भने इलामाउनु होला, यस्तरी टिप्ने, यस्तो एक गरेर टिप्ने, यस्तो। यो चाहिँ A ग्रेडको चिया, 2 पात 1 सिरो भएको। अब बिसीहरू त अब यहाँ फेरि हाम्रो यता अर्ग्यानिक हुन्छ नि त चिया, अब अर्ग्यानिक भइसकेपछि चाहिँ के हुन्छ भने त्यो युरियाहरू यस्तो के हाल्नु बिसादीहरू हाल्नु पाउँदैन। हाम्रो चाहिँ सिर्फ गाईको मल, अनि गाईको मल, अनि त्यसपछि गाईको मल, अनि रचेन गाईको त्यो पिसाकोहरू हाल्ने, अनि अर्ग्यानिक चिजहरू मात्रै हाल्ने क्या हाम्रोमा चाहिँ। अब उयो हुँदैन नि त, त्यो अरू चिजहरू हाल्यो भने चाहिँ हाम्रो अर्ग्यानिक हुँदैन प्रायः। नेट त तपाईँले भन्नु त भएन, डेनी चाहिँ आफै नेट ल्याउँदैन कि, अनि मलाई लाउँछ नि खिम। चिया छैन, अब चिया अलिअलि अब 1 2वटा निकाल्ने हो, अनि जाने होला। यता छेउछेउमा चाहिँ अलिअलि रहेछ। हामी 3 जना हो, छैन जता खेताला पनि आएन, आप्पाले बोलाएन, आप्पा लोबीले खेताला डेनीले। अहिले हाल डेनी चाहिँ तपाईँहरूलाई यदि लोकल छेवाङ लामा हेर्नुहुन्छ भने चाहिँ हाम्रो पान्दामा आउनु होला। छेवाङ लामा चाहिँ चिया टिप्दै हुनुहुन्छ। छेवाङ लामा आप्पा भनिदिनु न, अहिले त फेरि हाम्रो आप्पा अलिक हेङ्गा डुङ्सी गरेको छैन कि, हेङ्गा डुङ्सी गऱ्यो भने त अब छेवाङ लामा नि अडियन्स चाहिँ फेरि आमै एलिजाबेथ। हेङ्गा डुङ्सी गरेपछि त छेवाङलाई त फेरि तपाईँहरू यो लोकल छेवाङलाई भेट्न चाहनुहुन्छ भने चाहिँ पान्दाम वडा नम्बर 9मा चाहिँ तपाईँहरूले आउनु सक्नुहुनेछ, कन्ट्याक्ट गर्नु सक्नुहुन्छ। उहाँ चाहिँ फेरि दिउँसो चाहिँ अब यसो आउनु भ्याउनुहुन्न, अब राति चाहिँ उहाँले चाहिँ एकदम कन्सल्ट चाहिँ पढाइ गर्नुहुन्छ होइन। यस्तो छ, सम्पर्क नम्बर चाहिन्छ भने चाहिँ फेरि यहाँनिर उयो गर्नु होला, मलाई भन्नु होला। छेवाङको कन्ट्याक्ट नम्बर चाहिन्छ भने चाहिँ मलाई भन्नु होला, कन्ट्याक्ट नम्बर। उहाँ त फेरि अहिले चाहिँ फेरि डेनी हो, नखाँदा चाहिँ डेनी हो, खाएपछि चाहिँ फेरि खिम हुन्छ। अब हेङमा डुङ्सी भएपछि चाहिँ फेरि डरलाग्दो खिम। अब तपाईँहरूलाई म हेङमा डुङ्सी भएको दिन पनि कुनै दिन देखाउने छु डेनीको। डेनीले चाहिँ यति चिया टिपेछ, एलिजाबेथले चाहिँ यति। चियाबारी दामी निस्किँदो रहेछ तर चियाबारी। भन्नु न आप्पा, भन्नु त डेनी, चियाबारीको मालिक चाहिँ यता छ। मैले त टिपेको खनाउनु लिनु त, बोक्नु चिया खिची नगर्नु न, यो खनाइदिनु। अब यसो घाम लाग्छ कि भनेर लिएको नि, अब यस्तो पो छ त देख्नुभयो हाम्रो खिम्ता चिता बुझ्दा बुझाउँदैन।
अब खिम चिया किन खोलिदिनु जान्थेको अब सकेको चिया देख्नुभयो गाइस 5 मिनट भयो चिया ए म चाहिँ यहाँ अनि छाताहरू लिएर आएँ कि गाउँ माथि बारीमा अब यो सबै यहाँ तलदेखि यहाँसम्म सबै अब चिया निखारिसक्यो माथि चाहिँ हिजो धेरै थियो आज चाहिँ तल पनि खायो अब यतापट्टिको त बाँकी नै छ चिया टिप्नु अब यहाँ मात्रै होइन माथि त्यो घरदेखि माथि पनि हाम्रो चाहिँ चियाबारी छ क्या गाई त्यहाँ गएर चाहिँ फेरि एकछिन कम्प्युटर चलाउनु पर्छ अनि त्यसपछि चाहिँ बेनीले छुट्टी दिन्छ होइन आपा यो सकिसक्यो चाहिँ छुट्टी होइन आपाले छुट्टी दिन्छ यहाँनिर चाहिँ अब सकिसक्यो चिया टिपेर भन्दा पनि आमा र आपा चाहिँ अघि आएको उनीहरूले चाहिँ अब यहाँ तलको चाहिँ किनभने हिजो पनि खेताला लगाएको थियो अनि आधी सकिसक्यो अनि यहाँ चाहिँ आपा आमा अघि आएर पनि टिपिसक्नु भइसकेको छ म चाहिँ यहाँनिर आएर एकछिन मात्रै गरेँ अब फेरि घरमाथि पनि चियाबारी छ प्रायः चाहिँ हाम्रोतिर चाहिँ चियाबारी मैले भनिसकेँ चियाबारीहरू धेरै मात्रामा हुन्छ क्या सबैको अनि चियाकै म चिया सिजनमा त झन् पानी परोस् जे परोस् छाता उडेर हुन्छ के गरेर चिया टिप्नै पर्ने हुन्छ अनि अब यहाँको त सक्यो अब एक हप्ताको लागि फेरि अर्को हप्ता टिपिहाल्नुपर्छ अनि माथिल्लोबारीमा चाहिँ चिया छ चिया टिप्नुपर्ने हुन्छ माथिल्लोबारी गएर अनि माथिल्लोबारीको सकेपछि एक हप्ताको लागि ढुक्क भयो अनि त्यसपछि चाहिँ फेरि अर्को हप्ता दोस्रो हप्ता सुरु भइहाल्छ फेरि चिया टिप्नु भयो जहिले चिया टिप्नु घाँस काट्नु सक्नेले चाहिँ त्यो चियाबारी भएको मालिकसँग चाहिँ बिहा नगर्नु होला एकदम धेरै दुःख पाउँछ यहाँनिर के टिप्नु भएको सिमी यो फकफकी पाएको छैन गाई सानो सानोमा क्या हामीले यस्तो फकफकी खान्थ्यौँ क्या पाकेको उतानिर पाकेको चाहिँ म देखाउँछु ल यहाँनिर यस्तो पाकेको क्या सबै पाकेको त छैन रहेछ अलिअलि पाकेको रहेछ के पस्यो कपालमा चाहिँ अब तपाईँहरूलाई म टिप्छु अनि देखाउँछु ल फकफकी चाहिँ यस्तो हुन्छ हामी चाहिँ सानोमा यस्तो यो खान्थ्यौँ अनि दबाई पनि हुन्छ भन्थ्यो खै दबाई चाहिँ के गरेँ हामी यो घाँटी दुख्दा भन्छ तर यो सानो अमिलो हुँदैन अनि आमाको नजारा चाहिँ माथि यस्तो के अरे यो सिमीमा जाँदैछ होइन यसमा म चाहिँ यो खोजेको नि यस्तो मिठो हुन्छ र तर पाकेको छैन जस्तो छ यिनीहरू त अस्ति पनि एकचोटि आउँदाखेरि खाएको थियो अन्त छैन रहेछ सकिन्छ भाउजूलाई लगिदिनु पऱ्यो भिन्डोज खाने के डेनीलाई त्यस्तो मन पर्दैन नि यस्तो चिजहरू खानु गएछ यस्तै भयो आमा सिन चाहिँ तर ओपर बाल आउँछ यहाँनिर चियाबारीमा चाहिँ यस्तो भयो चियाबारी यस्तो यतापट्टिको भन्दा पनि हाम्रो चाहिँ यतापट्टिको चिया बगानको चाहिँ एकदम राम्रो आउँछ नि आपा चिया टिप्ने बेला भएको छ होइन यत्तिको टिप्ने यो चाहिँ ए ग्रेड यो चाहिँ बी ग्रेड यतापट्टिको चाहिँ यो चाहिँ सी ग्रेड यो ए बी अनि यो छेउको चाहिँ सी एलिजाबेथ के भन्नु छ के भन्नु छैन मेरो डेनी पक्नु न डेनीले त झिङ्गा मर्ने खकार थियो क्या डेनीले त अहिले हाम्रो चाहिँ ड्रेसअप फेरि यस्तो हुन्छ है गाउँमा चाहिँ एकदम यो चाहिँ डरलाग्दो नि यो लाइन साँपले ठुन्छ जुगा लाग्छ खुट्टा घोच्छ अब हाम्रो करिना चाहिँ कराउँदैछ फेरि हाम्रो करिनाको त्यस्तो हेर्नु न यस्तो गरेर मुख हेर्नु त यस्तो बाङ्गो छ कि आपाले हेर्नुको चाहिँ सुटी चेरेको हो नि त हाम्रो करिना म चाहिँ भन्छु करिनाले लिपस्टिक ज्यादा दलेर मुख बाङ्ग्यो परिहाल्छ बाई बाई गरिदिनु नि गाईले यहाँ चाहिँ फेरि गाई किनेकले राख्यो भन्नुहुन्छ होला गाई हामीमा चाहिँ फेरि मलहरू एकदम धेरै चाहिन्छ नि त त्यो पछाडिको सिन हेर्नु है हाम्रोमा चाहिँ मलहरू एकदम धेरै चाहिन्छ चियामा फेरि अर्ग्यानिक हो युरिया सुरिया त्यस्तो केही चलाउनु पाउँदैन सो गाई चाहिँ एक्लै भए पनि यसरी राख्छ अनि मल बनाउँछ अनि यही चियाबारीमा हाल्छ हेर्नु न सिन मात्रै हेर्नु यस्तो बबाल छ है आउनु होला यस्तो इलाम घुम्नु चाहिँ हामीलाई वाक्कै लाग्यो भने तपाईँहरू चाहिँ इलाम घुम्न आउनु होला यस्तो दामी सिन छ हेर्नु यो चाहिँ फेरि हाम्रोतिर चाहिँ आफ्नो पर्सनल चियाबारी पनि हुन्छ अनि त्यो फ्याक्ट्री सरकारीहरू पनि हुन्छ तर प्रायः हाम्रोतिरको मान्छेहरू चाहिँ आफ्नै चियाबारीमा नै काम गर्दा गर्दै ठिकै हुन्छ नि त सो यताउता जाने कामसाम गर्नु जाने नै हुँदैन बोलो घर अरूमा जान्छ तर मकैहरू गर्नु यसरी चियासिटीहरू पनि तर यता फ्याक्ट्रीतिर अब फाल्टै मान्छे अरू ठाउँबाट लिएर पनि लगाउँछ र अब घरमै काम नहुने मान्छेहरू मात्रै जाने हो फ्याक्ट्री चाहिँ सो हाम्रो त अब फ्याक्ट्री कोही पनि जानु भ्याउँदैन किनभने हाम्रो त चियाबारी धेरै छ त्यही भएर गाई जब यस्तै छ हामी चाहिँ अब फर्किनैसक्यौँ घर नै पुगिसक्यौँ यता गरेर उठै आइज चिया टिप्दै गरेको आन्टी हो चुना आन्टी त्यो गोठाहरू आन्टीहरूको आउने
बवाल देखेँ कि पछाडिको सिन चाहिँ आमा यस्तो हुन्छ इलामको मौसम चाहिँ एकदम राम्रो चिसो बादलहरू लागेर यस्तो अहिले घरमाथिको चियाबारीबाट यस्तो बवाल देखिन्छ मौसम चाहिँ अब यस्तो डाँडा डाँडाबाट जाने हो घर निस्किने घर गएर अब घर जाने रे आमाले भनेको अब 5 मिनट बराबर घर अनि त्यसपछि चाहिँ चिया टिप्न जान्छौँ फेरि अनि फेरि तपाईँहरूको फेरि हाम्रो माथिल्लो बारीको चियाबारी चाहिँ फेरि देखाउँछु अनि धेरै त छैन थोरै छ अलिअलि छ अनि हिजो त्यहाँ माथि पनि अलिअलि टिपेको होला नानाहरूले अनि अब अलि रहल पहल चाहिँ हामी 3जना भएर टिप्छौँ सक्छौँ अनि सकेपछि सो अब चाहिँ हामी घरमा गयौँ आन्टीहरूको घरमा हुन्थ्यो त्यस्तै तपाईँ यस्तो बगान फुल फुलेछ फुलहरू यसरी रोपेको हुन्छ अनि आज चाहिँ फाइनली हाम्रो चियाको दोस्रो राउन्ड चाहिँ सक्यो भने आज चाहिँ फाइनली नै टिपी नै सक्यो सो अब फेरि नेक्स्ट हप्ता फेरि भइहाल्छ यो हप्ताको लागि चाहिँ सकेको यो हप्ताको लागि मात्रै सो अब आपाले चाहिँ फ्याक्ट्री लानुहुन्छ आधी चिया चाहिँ अब घरमा खानु पनि राख्छ किनभने हाम्रो चाहिँ फेरि के हुन्छ भने अब यहाँ आधी फ्याक्ट्री लगेर अलिअलि चाहिँ अब टिप्ने पछि घरमा राख्छ त्यो चियालाई चाहिँ अब ओइलाउने मार्ने सुकाउने त्यसै गरेर हामी चाहिँ अर्ग्यानिक चिया आफ्नै घरमै बनाएर खान्छौँ बाहिरबाट चाहिँ किनेर खाँदैनौँ सो आज अब उब्रेको अलिक धेरै भएको चिया चाहिँ आफूले फ्याक्ट्री लानुहुन्छ फ्याक्ट्री लगेपछि बिल लिएर आउनुहुन्छ सो अब यो हप्ताको लागि चाहिँ सकिनै सक्यो चिया टिपेर अब अर्को हप्ताको लागि तयारी हुन्छ तल अब घरबारी पनि सकिसक्यो किनभने घरबारीमा पनि हिजै नानाले टिप्सक्नु भएको थियो सो अब आपाले पनि फ्याक्ट्रीमा टाइममै लानुपर्ने हुन्छ गाइस सो अब मेरो भिडियो हेरिदिनु होला लाइक गरिदिनु होला कमेन्ट सब्सक्राइब गरिदिनु होला हस् थ्याङ्क यू वाचिङ फर माई भिडियो